गुड मर्निङ सबैजनामा। यहाँ आज बहिनी अतिशा अनि ज्वाइँ भनौँ है, ज्वाइँ मोहितको पर्खाइमा छौँ र लामो समय पछाडि फेरि उहाँहरू आइपुग्नुभयो। यो हाम्रो लोधोमाको मध्य भागबाट हाम्रो ज्वाइँ सिङ्लाको हुनुहुन्छ। उहाँ बेहुलीको साथमा एक दुई दिन अगाडि उहाँहरू ल्याउनु आउनुभएको थियो र फेरि आजको दिन फेरि उहाँहरूको विवाह भएको कारणले गर्दाखेरि उहाँहरू यहाँ ज्वाइँ बहिनी अनि यहाँ अगाडि हिँड्ने बहिनी ज्वाइँ आइरहेका छन्। सो अहिले हामी चाहिँ भर्खरै कम्युनिटी हलमा गइरहेका छौँ, जहाँनिर हामीले सबै कुरोहरू तयार तयार गरिसकेका छौँ र त्यहाँ हामी हाम्रा छोरी ज्वाइँलाई लाने काम भइरहेको छ। सो यहाँनिर तपाईँले देखिराख्नु भएको छ, धेरैजनाहरू उहाँको पछि पछि आइरहेका छन्। सो तपाईँले यहाँ हाम्रो ज्वाइँलाई देखिसक्नुभयो, एकदमै सोबर हुनुहुन्छ उहाँ ज्वाइँ साहब यहाँ आउनुहुँदैछ है। उहाँको नाम चाहिँ मोहित भनेर। सो तपाईँले चिन्नु सक्नुहुन्छ यो भिडियो मार्फत। र उहाँहरू अहिले चाहिँ फिलहाल हाम्रो लोधोमा स्थित कम्युनिटी हलको त्यहाँनिर आइसकेका छौँ र यहाँनिर अब हामी भित्र प्रवेश गर्नेवाला छौँ र सो प्रतीक्षा साच्नु होला, उहाँलाई भित्र हामी निम्ताउँदैछौँ। र यहाँनिर लेखनदासमा हुनुहुन्छ हाम्रो सर राजु अनि विनोद सर। यसरी हामी बेहुली है बेहुलालाई भित्राइरहेका छौँ। हाम्रो यो जहाँनिर मण्डपहरू बनाइएको छ त्यो ठाउँमा लगिरहेका छौँ। सो आउनुहोस्, तपाईँहरू पनि भित्र आउनुहोस् र नयाँ बेहुला बेहुलीलाई स्वागत गरौँ अनि उहाँको भविष्यको लागि हामी शुभकामना गरौँ है। र हामी भित्र आइसकेका छौँ र अब यहाँनिर तपाईँले जो देखिसक्नुभयो, हिजो यो जग्गाहरू सबै बनाइरहेको थियौँ, तर आज तर्तमान भइसकेपछि हाम्रा बहिनी ज्वाइँ भनौँ है आइरहेका छन् अनि उहाँका परिवारहरू भित्र प्रवेश गरिराख्नु भएको छ। उहाँलाई तयार गरेको मण्डप यही हो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ, यहाँ तपाईँले वालमा देखिसक्नुभयो अतिशा वेड्स मोहित भनेर है। सो तपाईँले देख्न सक्नुहुन्छ। अब हामीले नयाँ जीवनको लागि यो सानसाना हाम्रा बहिनी ज्वाइँको लागि हामी ईश्वरसँग प्रार्थना गरौँ, भविष्यमा असल है फल फलाएर अघि गएका होस्। यसरी नै हामी सबैजना यहाँ भेला भइसकेका छौँ र यो चाहिँ हाम्रो आउने जानेको लागि तातो तातो खानापिनाहरू पनि रेडी भइसकेका छ। यहाँ सबै हाम्रा तिनै समाजको दिदीबहिनीहरू है आफ्नो आफ्नो, मेरो साइनो छ यहाँनिर, काकी बुहारी भाउजू सबैजना लागि पर्नुभएको छ। यहाँ सबैजनाले यहाँनिर तातो तातो पकवानहरू लिइरहेका छन्। र यहाँ हाम्रो भाइ मुन्नु भाइ एकदमै हाम्रो मिस्टर जन्तरे भनेपछि उहाँलाई सबैले चिन्छ है। उहाँसँग गाडीमा चढ्नुभयो भने तपाईँलाई सिलगढी पुगेको थाहा पनि हुँदैन, पत्तो हुँदैन है। यति साह्रो दिलदार हुनुहुन्छ है, सबैसँग मेलमिलापमा रहनुहुन्छ र हरेकजनालाई उहाँले सहयोग पुर्याइराख्नु भएको छ। र यो भित्र चाहिँ मैले अलिकति तपाईँलाई देखाउन चाहेँ, साह्रै चाहिँ देखाउन चाहिनँ किनभने यो त्यति मलाई इम्पोर्टेन्ट लागेन। र यो खानपिनमा बस्नुभएको छ। यहाँ फर्मलमा देख्नुभयो हाम्रो बेहुलीको बाउ, यहाँनिर काका। र तपाईँलाई फेरि म अगाडि लगेर बेहुला बेहुली के गर्दैछन् भन्ने कुरो देखाउन चाहन्छु। सानो नानीहरू पनि आएका छन् र यिनीहरूको चाहिँ सबैको दिदी भेना भनेर भनिरहेका छन् यिनीहरू सानो नानीहरूले पनि। र यहाँ चाहिँ बहिनी अतिशा अनि ज्वाइँ मोहित यहाँ अब आइसक्नु भएको छ। र यहाँ यी सबैजना एकदम खुसी साथ सकपक गरिरहेका छन् है। यहाँ मेरो दिदी चाहिँ लजाउनु हुँदैछ, फोटो खिच्नु मान्नु भएको छैन। यहाँ मेरो बुहारीहरू नाना बुहारी
यहाँनिर चिया पकाउनुमा एकदम बिजी छ हाम्रो ज्वाइँ ममता ज्वाइँ एकदम पकाउनमा लागि परेको छ। यहाँ हाम्रो नानाको हातको तातो तातो चिया यी बुहारी। यहाँ फेरि ज्वाइँलाई मैले देखाएँ हाम्रो दाजु कृष्ण एकदम किचनमा एकदम लागि पर्नु भएको छ। यही तातो तातो बनाउनुहुन्छ। यहाँ हाम्रो फेरि बाहिर हाम्रा भनौँ यहाँ आजको बेहुलीको बाउ अनि काका उहाँहरू आफै लागि पर्नु भएको छ। अनि हरियो टी सर्टमा मेरो काका अनि भक्त दाजु उहाँहरूले यहाँ हाम्रो वासरम्यान तपाईँले चिनिसक्नुभयो। र यहाँ फेरि मैले तपाईँलाई एकचोटि फेरि बुफेमा ल्याएँ। यो सबै मेरो आफन्तहरू आफ्नै पर्ने सबैजना यहाँनिर लागि पर्नु भएको छ। र जन्तीको पर्खाइमा भनौँ बिहेमा आउने जति पनि गेस्टहरू हुन्छ उहाँको पर्खाइमा हुनुहुन्छ। यहाँ हाम्रो मामा पुरन अनि दिनेश दाजु एकदम रेला गर्दै बसिराख्नु भएको छ है। कुनै समयमा रेला पनि गर्नुपर्छ। हाम्रो मुन्नु भाइ अनि मेरो दाजु यहाँनिर सबैजना लागि आउनुभएको छ। र यहाँनिर अहिले मेजबानको लागि आउनुभएको छ। र यहाँ लेखान्दासमा हुनुहुन्छ हाम्रो राजु सर, हाम्रो एक्स टिचरहरू हुनुहुन्छ दुईजना अनि विनोद सर। यहाँ मेरो फुपूको छोरा दाजु र यहाँनिर चाहिँ सानो नानीहरू पनि छ है। उनीहरू पनि एक्साइटेड छ एकदम नयाँ दिदी भेना हेर्छु भनेर नानीहरू पनि आएको छ यहाँनिर। यी मेरो भाइको छोरी इन्सा अनि यहाँनिर सानो बहिनीहरू छ। यहाँ एकजना यहाँ सञ्जयको छोरी पनि छ। यहाँ यो चाहिँ अब साई छ है। फेरि हाम्रो बहिनीहरू चाहिँ यहाँनिर तपाईँले देखिसक्नुभयो। यहाँनिर हाम्रा भाइ उदय पनि एकदम एक्साइटेड है काम गरिरहेको छ, सपोर्टिभ पनि छ। र अहिले लगभग मान्छेहरू आएका छैनन् है। ल म तपाईँलाई फेरि यहाँ किचनतर्फ लान्छु। आउनुहोस् मसँग बनिराख्नुहोस्। यहाँ बहिनी सुषमा उनीहरू चाहिँ डिस्ट्रिब्युटरमा हुनुहुन्छ। अनि यहाँ मेरो दिदीलाई चाहिँ मैले लुकेर के अरे अहिले म तपाईँलाई देखाउँछु। यहाँ मेरो दिदी चाहिँ खिच्नु मान्नुहुन्न र पनि मैले लुकाएर फोटो खिचिरहेको छु। मेरो कान्छा भाइ एकदम अनि अझै लुक्दैछ मेरो दिदी। अनि हाम्रा साथी विनोद पनि आइपुग्नु भएको छ रिम्बिकबाट। र एकदम बिजी अवस्थामा छ हाम्रो कान्छा भाइ। यहाँ पर अब देखाइदिउँ आजको नयाँ है जोडीलाई मिठो गफ गरिरहेको छ। यहाँ भाइ हेमन्त एकदमै राम्रो खानपान गर्नुहुने। अनि आज फेरि बाहिर लैजाउँ काका हाम्रो ग्रिस बोस भनौँ है आजको बेहुलीको बाजे। र यहाँ काका पनि एकदम लागि परेको छ भक्त दाजु। यहाँ हाम्रो भाइ यहाँ चाहिँ आज चाहिँ अमित भाइ, रुस्तम अनि माइला भाइ भनौँ है प्रवीण दाजुले पनि यहाँ खानाहरू पकाइरहेछ। एकदम हाम्रो बेहुलीको बाजे आफै आफ्नो नातिनीको लागि खटेर काम गरिराख्नु भएको छ। एकदम उहाँ पनि पकवानमा त अब नम्बर 1 नै हुनुहुन्छ। एकदम उहाँको हातको एकदमै मिठो हुन्छ। यहाँ ज्वाइँ हाम्रा अमृता ज्वाइँ उहाँ त झन् एक्सपर्ट हुन्छ हरेक कुरोमा, पकाउनमा हरेक कुरोमा एक्सपर्ट हुनुहुन्छ। एकपल्ट फेरि बेहुलीका आमा अनि हुनसक्छ छ्यामा होला, कोही हुनसक्छ कि हाम्रो ज्वाइँको आफन्त हुनसक्छ। हाम्रा बुहारी मन्जु एकदमै थाल्सा पकाउनमा लागि पर्नु भएको छ। एकदमै आजको यस विवाह एकदमै राम्रो अनि हरेक कुरोको एरेन्जमेन्ट पनि गर्नुभएको छ। र यहाँ हाम्रा
पाहुनाहरू हुनुहुन्छ, यहाँ हाम्रा बहिनीहरू। यहाँ हाम्रो आफ्नै छुट्टै भनौँ है, यहाँ हाम्रो दाजु मधुकर अनि छोरी भतिजी प्रतिभा। एकदम यहाँ भाइहरू सबै लागि परेछ। मैले तपाईँहरूलाई सट्टै काटेर मात्रै देखाइरहेको छु। चिसो तातो खाने जग्गा है। यहाँनिर तपाईँले बाहिरबाट देखिसक्नुभयो। म फेरि बाहिरबाट भित्रतर्फ लागिरहेको छु। यहाँ चाहिँ अहिले बेहुला बेहुली अनि बेहुलीका आमा बहिनीहरू, यहाँ भाउजूहरू एकदम ध्यानपूर्वक काम गरिराख्नु छ। ज्वाइँ कृष्ण दाजु, हाम्रो दाजु अमन पनि आइसक्नु भएको छ। र यहाँ तपाईँले देखिराख्नु भएको छ सबै कुरो स्पष्ट है। आजको विवाहको झलक है। एकदम नयाँ जोडी खुसी देखिन्छन्। यी नानीहरू पनि हेर सगपग गर्नमा हात बढाइरहेका छन्। तपाईँले देखिराख्नु भएको छ यो बाहिरपट्टिको। एकपल्ट फेरि म तपाईँलाई बाहिर लगेर देखाउन चाहन्छु। अघि तपाईँहरूलाई म देखाउन सकिनँ। ल हेर्नुहोस्, यसरी भित्र जाने बाटोहरू यसरी सजाइएको छ। तपाईँहरू यहाँबाट भित्र प्रवेश गर्नुपर्ने छ। नै बेहुलीको दाजु अनि छोरी सुनैना, मेरो बाबाले प्यारो नाम राखिदिनु भएको सुनैना। र यसरी नै हाम्रा लोधमाकोहरू आइराख्नु भएको छ। र यहाँ चाहिँ हाम्रो रिसिप्सनमा हुनुहुन्छ भाइ सुनिल र सानो भाइ। रिसिप्सनमा बसेका छन्। अहिले हाम्रो यङ केटाहरू यहाँनिर बसेको छ अहिले है। यो फेरि हाम्रो एकपल्ट तपाईँहरूलाई फेरि देखाउन चाहिए। लोधमाको आज चाहिँ विवाहमा यस्तो छ है, पुरा भिडको साथमा गाडीहरू पनि यसरी लस्कर लागेको छ। र यहाँनिर एकदम अस्तव्यस्त छ यो गाडीको बाटोहरू। ल फेरि मैले तपाईँहरूलाई माथि नै ल्याइपुऱ्याएँ है। यहाँ परिवारहरू मिलेर खानाहरू लिइराख्नु भएको छ। यहाँ मेरो प्यारो बोस, हामी सानैदेखि बोस भनेर चिन्छौँ। यहाँ भाउजू अनि यहाँ परिवार है। यहाँ हाम्रा दिदीहरू भाउजूहरू सबैजना यहाँ फेरि वर्मर सेटमा बसिसक्नु भएको छ। एकदम उहाँहरू पनि खुसी साथमा सबैलाई स्वागत गरिराख्नु छ। यहाँ पहिलो ज्याकेटमा देख्नुभयो मेरो स्कुलको प्यारेन्ट्स है, उहाँहरू पनि इन्भाइटेड हुनुहुन्थ्यो। मेरो उसको छोरा अतिकुर भन्छ उसको नाम, उनीहरू पनि इन्भाइटेड हुनुहुन्छ। र उहाँहरू पनि स्टाफहरू हुनुहुन्छ, उहाँहरू पनि अझ नयाँ बेहुला बेहुलीलाई हेर्न आइसक्नु भएको छ। यहाँनिर हाम्रा भाउजूहरू, यहाँ माइजू, यहाँ नानाहरू हुनुहुन्छ। यहाँ सबैजनाले आनन्द लिइराख्नु भएको छ विवाह भोजको। र सबैजना एकदम खुसी साथ देखिराख्नु भएको छ। मेरो भत्ती चाहिँ एकदम लजावती छ। यो चाहिँ लजावती झार जस्तो। त्यति साह्रो क्यामेरामा आउनु मन गर्दैन। र यहाँनिर गेस्टहरू, यहाँ मेरो बुहारीकाल भाउजूहरू सबैजना एकदम चटाकचिटिक भएर एकदम यहाँनिर बस्नुभएको छ। यहाँ दिदीहरू भाउजूहरू एकदम खुसी। मेरो माइली बहिनी, फुपूको छोरी, यहाँनिर बल्ल हाम्रो अप्पु भाइको मिसेस अनि नानी आइकन खदाहरू लगाइदिइराख्नु भएको छ। उहाँलाई पनि इन्भाइट गरिएको थियो र उहाँहरू पनि आएर एकदम
उहाँहरू भेटघाट भइरहेको छ। सबै स्टाफहरू हुन्, कलकत्ताबाट आएका गेस्टहरू उनीहरू सबैजना। तर फिलहाल चाहिँ अहिले आइडल प्रोजेक्टमै काम गर्दै यहीँनिर बस्नुभएको छ र उहाँहरू आइकन नयाँ बेहुला बेहुली साथ भेटघाट कार्यक्रम भइरहेको छ। भाइ अबी, भाइ रेहमान उहाँहरू चाहिँ मुस्लिम हुनुहुन्छ अनि उहाँको फ्यामिली पनि आउनुभएको छ। उहाँको मिसेस बहिनी सोनाली, म त बहिनी नै भन्छु उहाँलाई, अनि लगायत अरू पनि धेरैजना छन्। हाम्रा परिवारहरू, बेहुलीका परिवारहरू खानापिना लिइरहेका छन् र फोटो पनि खिचियो एकचोटि। र एक झलक फेरि तपाईँहरूलाई विवाहको भाइ रोहन एकदमै हेल्पफुल भाइ, प्रत्येक सोसियल नेटवर्कमा पनि एक्टिभ रहने, पोजिटिभ मात्रै सोच्ने भाइ हो। हाम्रो स्टाफ भाइहरू पनि खानापिनाको लागि आइसक्नु भएको छ। बिचरा हुनु त उहाँहरू मुस्लिम भए पनि है, उहाँहरूले नाइ नास्ति गर्नुहुन्न, उहाँहरूले लिनुहुन्छ खानापिनाहरू। एकदमै मेरो मिलनसार, मसँग मेरो गाडीमा चढ्नुभएको 2 साल हुनु आँट्यो उहाँहरू। मेरो प्यारेन्ट्स भनौँ है, मैले नै उहाँलाई स्कुल लाने ल्याउने गर्छु। अब यहाँ फोटो सेसनको सुरु भइसकेको छ र यहाँनिर वरवधुलाई, ज्वाइँलाई आशीर्वाद दिइरहेका छन् हाम्रा आन्टीहरूले है, दिदीहरूले। साना नानीहरू पनि छन्। यहाँ हाम्रा फुपू, मेरो फुपू एकदमै बिजी हुनुहुन्छ यी पुलाउ बाँड्नमा। यी बहिनी सुषमा, नाना जुली अनि लम्बु बुहारी। यहाँ भाउजू एकदम बिजी छ, एकदम हसमुख चेहरामा। नानाले चिया बनाउनु हुँदैछ यहाँ। अमृता ज्वाइँ, ममता ज्वाइँलाई पनि देख्नुभयो तपाईँले। आज परिवार सबैजना खुसीको दिनमा सबैजना भेट भएका छ। सेतो सुटमा देख्नुभयो होला बेहुलीको दाजु खाना थपेर, ऊ मेरो कान्छा भाइ जो आइरहेछ। भाइ मुकेश पनि बिजी छ पुलाउहरू बनाउनुमा। हाम्रो भाइहरू चाहिँ यस्तो कुरोमा चाहिँ एकदम फरवर्ड छ, हरेक सोसियल काममा पनि उहाँ हेल्पफुल छ है। लगातार मैले तपाईँहरूलाई फुडको एरिया मात्रै लगेँ। मिस अनि मेरो प्यारी भान्जी अहिले उसलाई थाहा छैन मैले फोटो खिच्दैछु भनेर। अब देखेपछि चाहिँ मलाई चोप्दैछ। एकदम साई छ मेरो भान्जी। साना मेरो भतिजोहरू। बुहारी सुरेखा अनि बहिनी निकिता, मेरो भान्जो जेस्सीको बाबा, अप्पूको मिसेस, अप्पू भाइ। यहाँनिर हाम्रा रेमन भाइ पनि छ। बेहुलीको आमा बाउ इसारामा बात मारिरहेछ, के भनिरहेका छन्। यहाँ हाम्रो सचिन साथी एकदम बिजी क्लास सफा गर्नुमा। मेरो साथी अजय अतिकुर। बेहुलीको आमा अनि मेरो प्यारेन्ट्स भनौँ है, स्कुलको बात मार्नु हुँदैछ। मेरो दिदी पनि आइपुग्नु भयो। एकपल्ट फेरि मैले मिस र मेरो भान्जीको खानालाई देखाउँदैछु। थोरै डाइटिङ गरिराख्नु भएको छ। मेरो भान्जीले लजाउँदै खाना खाँदैछ। र तपाईँले आजको देखिसक्नुभयो है, आजको आशीर्वाद दिने मेरो आमा हुनुहुन्छ।
छोरी ज्वाइँलाई आशीर्वाद दिनुहुँदैछ। केही गिफ्ट भेट दिइराख्नु भएको छ। मेरो प्यारो नाना, मेरो बाउभन्दा पनि ठुली हो। उहाँहरूको आशीर्वाद चाहिँ 100% लाग्छ। उहाँहरूले मिठो भोजन लिइराख्नु भएको छ। सो तपाईँलाई मैले देखाएँ। थोरै उमेरको हिसाबले उहाँहरूले लिइराख्नु भएको छ एकदम। एकपल्ट फेरि तपाईँलाई सरर देखाइदिएँ मैले। होमस्टेहरू राखेको जग्गाहरू, स्टेजहरू मैले तपाईँलाई देखाइदिएँ है। अहिले तपाईँलाई यो भिडियो अलिक अँध्यारो भए पनि एउटा मेमोरीको लागि मैले यो तयार गरेको छु। अन्तमा फेरि एकपल्ट